ज्ञानेश्वर यो देश छोड पारसे गुण्डा रुखमा जुण्डा भन्नेहरू आज राजा आऊ देश बचाऊ केपी चोर यो देश छोड भन्दै सडक तताउँदैछन्। पूर्व राजा ज्ञानेन्द्र जो राजा हुनका निम्ति जन्मिएकै थिएनन्, तर तिनै ज्ञानेन्द्र आफ्नो दाजु वीरेन्द्र र बुवा महेन्द्र भन्दा पनि अगाडि नै राजा भए। उनको शिरमा राखिएको श्रीपेजको महत्त्व थाहा पाउँदा नपाउँदै फेरि खोसियो। उनी पहिलो पटक राजा भएको 2 महिनामै राणा शासन हट्यो अनि दोस्रो पटक राजा भएको 7 वर्षमा राजतन्त्र हट्यो। अहिले राजतन्त्र हटेको पनि 17 वर्ष भयो। 17 वर्षसम्म तपाईँ हामी जस्तै आम नागरिकको जस्तो जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र अहिले आफूले छाडेको नासो यानि कि श्रीपेज लगाउने दुस्साहस गर्दैछन् र अब पालो आयो हामीलाई साथ दिनुहोस् भनेर आह्वान पनि जनतामाझ गरेका छन्। पूर्व राजा ज्ञानेन्द्रको त्यो आह्वानलाई स्वीकार्दै हजारौंको संख्यामा जनताहरू फागुन 25 गते सडकमा उत्रिए पनि। पोखराबाट काठमाडौँ आएका पूर्व राजाको स्वागतमा देशैभरबाट जनताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। फर्केर हेर्ने हो भने ज्ञानेन्द्र जसले ताली पनि सहे अनि गाली पनि सहे, ज्ञानेन्द्र जसलाई आफ्नै वंश नाश गरेको आरोप लाग्ने गर्छ, अनि तिनै ज्ञानेन्द्र जसलाई आफ्नै वंश भनेर स्वीकार नगर्नेहरू पनि थिए। ज्ञानेन्द्र जसलाई जन्मिँदै ज्योतिषले यसले त अनिष्ट निम्त्याउँछ भनेका थिए। बालकैमा राजा भएका बेबी किङ ज्ञानेन्द्र, सोल्टी होटल, सूर्य सुर्ती लगायतमा लगानी गरेका बिजनेसम्यान ज्ञानेन्द्र, अनि जनताले राजगद्दी छोड भन्दा सजिलै छाडिदिने सामान्य नागरिक ज्ञानेन्द्र र अब पोखराबाट काठमाडौँ आउँदै यत्रो भिड जम्मा गर्ने पूर्व राजा ज्ञानेन्द्र। इनफ्याक्ट झन्डै 2 वर्ष अगाडि हामीले बनाएको यो भिडियोमै ज्ञानेन्द्र राजाकै रूपमा फर्कन सक्लान् त अथवा राज संस्था फिर्ता आउला त भन्ने बारेमा चर्चा पनि गरेका थियौँ। त्यतिबेला त्यो भिडियो बनाउँदै गर्दा कुनै दिन यसरी ज्ञानेन्द्रकै पक्षमा हजारौंको संख्यामा यत्रो जमात तयार होला भन्ने हामीले सोचेको पनि थिएनौँ। एकारस यो त्यही जमात हो जसले 2063 मा राज संस्था फालेको थियो। अहिलेको अवस्थामा हामीले 2 वर्ष अगाडि गरेको विश्लेषण मिल्दै गएको छ र त्यहाँनिर खासै केही चेन्जेसहरू छैन। तर धेरैजनाले सोचेको भन्दा पनि छोटो समयमा राज संस्थाको पक्षमा माहौल बनेको छ, जसले ज्ञानेन्द्रको सम्भावित उदयलाई फेरि एकपटक दर्शाएको छ। सो आजको भिडियोमा हामी यी 2 पुराना भिडियोजहरूकै कुरामा केही नयाँ कुराहरू थप्दै, विश्लेषणहरू थप्दै पूर्व राजा ज्ञानेन्द्रको राइज, फल अनि अबको सम्भावित उदय देखाउने कोसिस गर्नेछौँ। ज्ञानेन्द्रको जन्म नारायण हिडी प्यालेस काठमाडौँमा राजा महेन्द्र र उनको पहिलो पत्नी रानी इन्द्रको माइलो छोराको रूपमा भएको थियो। उनको जन्म पछाडि नै ज्योतिषले यो छोराले केही न केही अनिष्ट गराउँछ भनेर राजा महेन्द्रलाई भनेका रहेछन्। त्यसैले गर्दा ज्ञानेन्द्रले दरबारमा हुर्किने खासै अवसर पाएनन्। उनलाई उनकै हजुरआमाकोमा पठाइयो। ज्ञानेन्द्र राजा हुनलाई जन्मिएकै थिएनन्। त्यति बेला राजाको पनि जेठो छोरा नै राजा हुने चलन थियो। हजुरबुवा त्रिभुवन पछाडि बुबा महेन्द्र, अनि बुबा महेन्द्र पछाडि जेठो दाइ वीरेन्द्र र वीरेन्द्र पछाडि पनि उनकै जेठो छोरोको पालो आउनेवाला थियो। ज्ञानेन्द्र त्यो रोल क्रममै थिएनन्। तर 2007 सालतिर राजा त्रिभुवन लगायत राजपरिवारका सबैजना नेपाल छाडेर भारत भागे। त्यतिबेला ज्ञानेन्द्र दरबारमा नभएर हजुरआमाकोमा भएकाले उनलाई पनि बोलाएर भगाउने कोसिस कसैले गरेन। तर ज्ञानेन्द्र हजुरआमासँगै भएको थाहा पाएर त्यतिबेलाका प्रधानमन्त्री मोहन शमशेरले भने उनलाई तुरुन्तै झिकाएर राजा बनाइदिए। नेपालको इतिहासमै 2 चोटि राजा भएका ज्ञानेन्द्र पहिलो पटक 2007 सालमा राजा हुँदा जम्मा 3.5 वर्षका मात्र थिए। त्यतिबेलाको परिस्थिति त हामीले योभन्दा अगाडिको त्रिभुवन शाहको भिडियोमा पनि पुरा गरिसकेका छौँ। पछि फेरि त्रिभुवन नेपाल फर्किएपछि राजा ज्ञानेन्द्रको श्रीपेज खोसियो। त्यस पछाडि ज्ञानेन्द्रले आफ्नो स्कुल लेभल दार्जिलिङको सेन्ट जोसेफबाट पुरा गरे र नेपालकै त्रिभुवन विश्वविद्यालयमा फर्दर अध्ययन गरे। त्यस पछाडि उनको विवाह उनको दाइ वीरेन्द्रको साली कोमल राज्य लक्ष्मीसँग भयो। उनीहरूको एक छोरा र एक छोरी छन्, पारस र प्रेरणा। उनलाई कुर्सीमा भन्दा बढी बिजनेसमा इन्ट्रेस्ट थियो। उनको लगानी टुरिज्म, टोबाको, हाइड्रो पावर लगायतको बिजनेसहरूमा थियो। सोल्टी होटल, हिमालय टी स्टेट अनि सूर्य टोबाकोमा त उनी प्रमुख सेयर होल्डर नै हुन्। तर उनी बिजनेसबाट राजनीतितिर सर्नु पर्यो, देशको नेतृत्व लिनु पर्यो। हुन त 19 ज्येष्ठ 2058 मा भएको दरबार हत्याकाण्डको दोष पनि उनलाई नै लाग्ने गरेको छ। आफ्नै परिवारको वंश नाश गरेर राजा भयो भनेर धेरैले भन्ने गर्छन्। उनी आफैले भने आफू 2 पटक नै, एक पटक 2007 सालतिर बच्चा हुँदा अनि अर्को पटक दरबार हत्याकाण्ड पछाडि रहरले नभइकन बाध्यताले राजा भएको भन्दै आएका छन्। नियतै नै भन्नु पर्ला, म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिराएको श्रीपेज चुपचाप थाप्ने बाध्यता बाहेक मेरो न त चाहना थियो, न त इच्छा, न त कुनै
भूमिकाको गुन्जाइस नै थियो। दोस्रो पटक उनी राजा हुँदै गर्दा यता माओवादीको युद्ध चलिरहेको थियो। हुन त माओवादी नेतृत्वको सशस्त्र आन्दोलनको रासस्ता फाल्ने योजना कहिल्यै पनि थिएन, तर परिस्थिति यस्तो बनिदियो कि राजाले प्रचण्डलाई धोका दिए अनि प्रचण्डले राजालाई, जसले गर्दा हिजो जङ्गलमा भएका प्रचण्ड अहिले प्रधानमन्त्री छन् र हिजो सर्वस्व भएका राजा ज्ञानेन्द्र अहिले सामान्य नागरिक सरह छन्। त्यति बेलाको कुरा गर्नुपर्दा राजा ज्ञानेन्द्र भने राजा भएपछि झन अटोक्रेटिक हुँदै गए। उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदबाटै हटाइदिए अनि राज्य शक्ति आफ्नो हातमा लिने प्रयास गरे। त्यस पछाडिको 3 वर्षमा उनले 3 जना प्रधानमन्त्री फेरिदिए। लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा हुँदै फेरि शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गरे। यो बीचमा उनले संसद पनि विघटन गरे। त्यति बेला प्रधानमन्त्रीको काम भनेको जम्मा प्रतिनिधि सभाको चुनाव गर्नु थियो। त्यो काम पनि गर्न नसकेको भन्दै ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषणा गर्दै शेरबहादुरलाई फेरि हटाएर आफ्नै अध्यक्षतामा मन्त्री परिषदको गठन गरे। 19 माघ 2061 को कुरा हो यो। अब यति हुनु अगाडि माओवादी जङ्गलबाटै सङ्घर्ष गरिरहेको थियो। राजतन्त्र फाल्नुपर्छ भन्ने उसको माग कहिल्यै पनि थिएन। त्यतिन्जेलसम्म पनि राजा र प्रचण्ड मिलेर काङ्ग्रेस र एमालेलाई किनारा लगाउने प्लान बन्दै थियो। तर 19 माघको घोषणाले नेपालको रूपरङ नै फेरिदिनेवाला थियो। इतिहासमा माघ 19 नआउँदो हो त आज अझै राजतन्त्र हुन्थ्यो होला। भएको के थियो भने जनयुद्धमै होमिएको माओवादी र राजा ज्ञानेन्द्र बीच भित्रभित्रै सहमति हुँदै थियो। कतिसम्म भने ज्ञानेन्द्र प्रचण्डलाई नै प्रधानमन्त्री बनाइदिनसम्म पनि तयार भएका थिए। फलस्वरूप राजा ज्ञानेन्द्रलाई कम्बोडियाका राजालाई जस्तै सम्मान र त्यही लेभलको स्ट्याटस दिएर राख्नुपर्ने थियो। ज्ञानेन्द्रलाई खतरा माओवादीसँग नभइकन तिनै संसदीय दल कङ्ग्रेस र एमालेसँग थियो। त्यसका निम्ति उनी प्रचण्डसँग मिलेर उनलाई प्रधानमन्त्री बनाउनका निम्ति पनि तयार थिए। प्रचण्डलाई भने आफ्नै पार्टीभित्र खतरा थियो। बाबुराम भट्टराई निरन्तर रूपमा भारतीय इन्टेलिजेन्स एजेन्सी रसँग सिक्रेट रूपमा कनेक्टेड थिए। बाबुरामले त रसँग मिलेर आफ्नै कार्यकर्तालाई भारतमै समाउनका निम्ति रलाई सहयोग गरेको भन्ने प्रचण्डले आरोप लगाइरहेका थिए। यस्तो अवस्थामा बाबुरामको रसँगको साँठगाँठलाई न्युट्रलाइज गर्नलाई भए पनि प्रचण्डले राजासँग मिल्नै पर्ने थियो र राजा भने तत्कालीन पार्टीहरूलाई तल लाउनका निम्ति आतुर थिए। यही अनुरूप राजा ज्ञानेन्द्र र माओवादीका प्रचण्डबीच भेट्ने प्लान भइसकेको थियो। प्रचण्डले रोल्पामै भेट्ने भनेका रहेछन् भने राजा ज्ञानेन्द्रले भने मिटिङ टारटुर गर्दै रुकुम र म्याग्दीको रोयल हन्टिङ रिजर्भमा भेट्ने भनेका रहेछन्। प्रचण्ड र ज्ञानेन्द्रको छलफलबारे इन्फेमस जुलियन असान्जको वेबसाइट विकिलिक्सले समेत लिक गरेको थियो। विकिलिक्सले दुनियाँभरको पोलिटिकल स्क्यान्डल, युएसए इरानका सिक्रेट वार फुटेजहरू, व्हाइट कलर स्क्यान्डलहरू पनि निकाल्दै आएको थियो। अब त्यो भेट हुनु अगाडि नै ज्ञानेन्द्रले प्रचण्डलाई समेत धोका दिँदै माघ 19 गते शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाएर आफै मन्त्री परिषदको अध्यक्ष हुँदै मन्त्री परिषद विस्तार गर्न लागेका थिए। र त्यही दिनको शाही सम्बोधनमा उनले नेपाल र नेपालीप्रति न्याय गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्छ भनेका थिए। यसो भन्दै गर्दा यो सिधै उनले प्रचण्डलाई तोकेर भनेको देखिन्थ्यो। यतिले गर्दा उनले सिंहदरबारबाट लखेटेका राजनीतिक दल र जङ्गलबाट सहर पस्न खोजेको विद्रोही माओवादीलाई अब राजाको विरुद्धमा सहकार्य गर्न बाटो मिल्यो। राजाले प्रचण्डलाई एकपटक धोका दिए। यही धोकाको बदला आउने भविष्यमा प्रचण्डले झन् ठुलै रूपमा लिनेवाला थिए। माघ 19 पछाडि ज्ञानेन्द्रले एक पछाडि अर्को गल्ती गर्दै गए। भर्खरै मात्र पहुँचमा आएका मोबाइल तथा ल्यान्डलाइनका फोनहरूमा लाइन काटेर इन्टरनेट बन्द गरेर जनतालाई बाहिरी सम्पर्कबाट वञ्चित गराएका थिए। नेपाली प्रेसहरू बन्द गरिए र खुल्ला रहेकामा पनि सेनाको प्रत्यक्ष निगरानी रहन्थ्यो। माघ 19 पछाडि समाचार कक्षहरूमा सम्पादक होइन, सेनाका मेजरले समाचार सम्पादन र हेडलाइन राख्ने गर्थे। यसो गरिरहँदा राजा ज्ञानेन्द्र महेन्द्र पथमै लाग्दै गरेको देखिन्थ्यो। फरक यति थियो कि महेन्द्रले तत्कालीन पत्र पत्रिका र रेडियोको मार्फतबाट आफ्नो लोकप्रियता बढाइरहेका थिए, तर ज्ञानेन्द्रले भने लोकप्रियता बचाउन सकेका थिएनन्। फलस्वरूप सबै राजनीतिक दलहरू एक ठाउँमा उभिए। तत्कालीन 7 दलले जनआन्दोलनको घोषणा गर्यो। जनताहरू पनि एक डिक्का भए। ठाउँ ठाउँमा ज्ञानेश्वर यो देश छोडको नारा लाग्यो। सायद जनताहरू ज्ञानेन्द्र फाल्न चाहन्थे, तर राजतन्त्र फालियो। ज्ञानेन्द्र तत्कालीन 7 दलसँग सम्झौता गर्न तयार थिए। उनीहरूबीच चिठी आदान प्रदानको लामै श्रृङ्खला चलिरह्यो। यही आन्दोलनमा भइरहेको क्षतिले राजाको मन थामिएन र मैले यदि कुर्सी छाडिदिँदा यो रोकिन्छ भने जनताका लागि छाडिदिन तयार छु भन्ने आशयका साथ उनले जनताको नासो जनतामै बुझाइदिए भन्दै राजगद्दी त्यागिदिन्छन्। तर यसरी राजगद्दी छाड्ने क्रममा एउटा सम्झौता भएको भनेर उनी जिकिर गरिरहन्छन्। त्यति बेला तत्कालीन 7 दल र राजा बीच केही लिखित सम्झौताहरू भएका थिए। त्यो अनुरूप राजाले तत्कालका लागि शासन छाडिदिने र विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना गरिदिने,
त्यो बदलामा चुनाव पछाडि बहुदलीय व्यवस्थामै संवैधानिक राजतन्त्र अटाउने सहमति भएको भन्ने उनको जिकिर छ। गिरिजा स्वयंले समेत बेबी किङकै रूपमा भए पनि राजा अटाउने नत्र सेरेमोनियल रूपमै भए पनि राजा राखिराख्दा केही फरक पर्दैन भनेका रहेछन्। तर अघि भनेको थिए नि राजाले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु भनेर धोका दिएका थिए। वेल अब प्रचण्डको धोका दिने पालो थियो। 7 दलमै आएर माओवादी मिसियो र 7 दलको ठाउँमा 8 दल बन्यो र त्यस पछाडि त्यो सहमतिको धज्जी उड्यो। संसदको पुनर्स्थापन गर्नुपर्ने, दलहरू मध्येबाट प्रधानमन्त्री नियुक्त गर्नुपर्ने, संवैधानिक राजतन्त्र बहुदलीय व्यवस्थालाई फेरि बिउताउनु पर्ने, त्यस्तै कुराहरू यस्ता मात्रै थिए। त्यो जुन मलाई अप्ठ्यारो नै थिएन। स्थिति कसरी मोडिएछ? 8 भएपछि हो कि जस्तो लाग्छ मलाई। 8 भएपछि पनि त्यो त्यति जबरजस्त भएर अगाडि बढ्यो हैन? त्यसमा त्यो 7ले गरेको सम्झौताको कुनै माने राखेन। त्यस्तै हुनु गयो। अहिले त त्यस्तै बुझ्नुपर्छ हामीले। राजनीतिमा मैले कतिचोटि सुनेको छु यो बदनाम हुनु बेस रे गुमनाम हुनु चाहिँ नि हुन्न रे। तर यति हुँदाहुँदै पनि यदि ज्ञानेन्द्रले चाहेको भए सेना परिचालन गरेर ब्लड मस्याकर गराउन सक्थे। तर ज्ञानेन्द्रले त्यसो गराएनन्। यही कारणले गर्दा हजारौंको ज्यान बच्यो अनि ठुलै पर्व यानि कि मस्याकर नै टर्यो। हाम्रो त्यो समयमा कुनै पनि हालतमा जनतालाई दुःख दिने, जनतालाई अप्ठ्यारोमा पार्ने नियति थिएन। त्यसैले पनि सजिलैसँग छोड्यो। त्यस पछाडि राजगद्दी छाड्दै आफैले भङ्ग गरेको प्रतिनिधि सभा फेरि पुनर्स्थापना गरिदिन्छन्। त्यही प्रतिनिधि सभाले उनको अधिकार कटौती गरिदिन्छ र त्यस पछाडि भएको संविधान सभाको निर्वाचनपछि बनेको संसदले आफ्नो पहिलो बैठकमा 2065 साल जेठ 15 गतेबाट देशमा गणतन्त्र आएको भनेर घोषणा गर्छ र 240 वर्षीय राजतन्त्र फालिन्छ। पृथ्वीनारायण शाह जसले साना साना राज्यहरूलाई एकीकृत गरेर एउटा सिङ्गो नेपाल बनाएका थिए, तिनकै वंशका ज्ञानेन्द्रले भने पुर्खाले आर्जेको मुलुक जनतालाई नै दिन्छन्। हुन त कतिले त्यति बेला राजतन्त्र फाल्ने कि राख्ने भनेर 7 दल र राजाबीच जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने सहमति पनि भएको थियो भन्ने गर्छन्। तर त्यसको साटो चुनाव गराएर छानिएका 601 प्रतिनिधिहरूले नै राजतन्त्र हटाउने निर्णय गरेपछि त्यही नै जनमत सङ्ग्रह हो भनेर भन्नेहरू पनि छन्। दरबार छोड्नु ठिक अघि राजा ज्ञानेन्द्र र कृष्णप्रसाद सिटौला बीच करिब 55 मिनट एकान्तमा वार्ता भएको थियो। त्यति बेला राजाले राजदण्ड यानि कि लट्ठी र श्रीपेज शाह वंशको विरासतको चिनो भएको र राणाहरूले झैँ आफूले पनि त्यो कुरा राख्न चाहेको भनेका रहेछन्। तर सिटौलाले भने राणाहरूले लगेको त्यो श्रीपेज अहिले अस्तित्वमा छ कि छैन भन्ने थाहा नभएको कारणले गर्दा फेरि त्यो गल्ती नगरौँ, श्रीपेज र राजदण्ड अब जनताको सम्पत्ति भयो, यसको सुरक्षा अब राज्यले नै गर्छ भनेर सङ्ग्रहालय बनाएर राखिदिउँ भनेका रहेछन्। त्यसैले आज हामी नारायण हिटी दरबार सङ्ग्रहालयमा राजदण्ड र श्रीपेज हेर्न सक्छौँ। पूर्व राजा ज्ञानेन्द्रको अर्को अनौठो पक्ष भनेको चाहिँ आफू राजाबाट हट्दै गर्दा उनले अब देश छाड्छन् र आफ्नो सम्पत्ति लिएर कुनै अर्को देशमा गएर बस्छन् भन्ने थियो। रिसेन्टली पनि बङ्गलादेशमा भएको प्रोटेस्टमा त्यहाँका शासक भागेको हामीले देखेका थियौँ। यस्तो आन्दोलन हुँदा धेरै शासकहरू आफ्नो सम्पत्ति र ज्यान जोगाएर देश छाडेर भाग्छन्। तर ज्ञानेन्द्रले त्यसो गरेनन्। मैले देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। यसरी नेपाल नछाड्नाले उनको राष्ट्रप्रतिको सम्मान अथवा राजा भएरै फर्कन्छु भन्ने आश अझै रहेको देखिन्थ्यो। सो के अब राजा फर्केलान् त? ठट्यौली भाषामा भन्ने हो भने पोखराबाट काठमाडौँ फर्किसकेका छन्। अब प्रश्न हो काठमाडौँबाट नारायण हिटी छिर्लान् कि पोखरै फर्केलान्? एउटा यस्तो फ्यामिली जसले 240 वर्ष देशमा शासन गर्यो, तर त्यही फ्यामिलीको एउटा सन्तान ज्ञानेन्द्रको कारण उनीहरूको विरासत नै गुम्यो, राजसंस्था नै हट्यो। ज्ञानेन्द्र अहिले 80 वर्षको भए। यो उमेरमा धेरै जसो औषधि खाँदै मृत्यु पर्खन्छन्। तर ज्ञानेन्द्र अन्तिम लडाइँमा निस्केको जस्तो देखिन्छ। सायद उनको चाहना अहिले देश बचाउने वा अलिअलि बाँकी रहेको देशलाई पनि सिद्ध्याउने भन्दा पनि आफ्नै जीवनकालमा आफ्नो कारण गुमेको राजसंस्था फिर्ता ल्याउने हो, आफ्नो निम्ति, आफ्नो परिवारको निम्ति। अब गुमाउन ज्ञानेन्द्रसँग केही छैन। सायद समय पनि उनीसँग धेरै छैन होला। त्यसैले उनी अब आफ्नो सबै कुरा दाउमा राखेरै भए पनि राजसंस्था फिर्ता गर्न लागि परेका छन्। तर के यो कुरा सम्भव छ त? राजनीतिमा असम्भव त केही पनि छैन। अब राजा आउने कि नआउने भन्ने कुरा गर्दा चाहिँ यो एकदमै संवेदनशील कुरा हो। जनतालाई राजतन्त्र चाहिएको हो भने अहिलेको परिस्थितिमा
यसको आधार कि जनमत सङ्ग्रह हुन सक्छ कि त सैनिक कु भई राजा ल्याउन सकिन्छ। जनमत सङ्ग्रह त अहिलेको अवस्थामा शासकहरूले गर्ने आँट नगर्लान्, तर सैनिक कुको भन्ने सम्भावना छ। हुन त दुर्गा प्रसाईले भने जस्तै पुतली सडकबाट ठुलो भिडसहित हिँड्दै दरबारमा घुम्दै नारायण हिटीमै राजालाई छिराइदिने हो भने पनि एक खाले राजाको कमब्याक त हुन्छ। उनले त्यस पछाडि श्रीपेज लाउलान् पनि, राजगद्दीमै बस्लान् पनि। तर यति सजिलै राजसंस्थाले वैधानिक मान्यता चाहिँ पाउँदैन। तर हामीले चाहिँ के भुल्न मिल्दैन भने सडकबाटै गणतन्त्र आएको थियो र सडकबाटै गणतन्त्र फालिन सक्छ। व्यवस्था जुनसुकै होस्, जनता जनार्दन हुन्छन्। जुन दिन सडकमा आउँछन् त्यो दिन जुनसुकै व्यवस्था पनि ढालिदिन्छन्। कसैले रोकेर रोकिँदैन, छेकेर छेकिँदैन। अब अहिलेको यो भिडले राजसंस्था पुनर्स्थापना गर्ला कि नगर्ला त्यो आफ्नो ठाउँमा छ। तर एउटा कुरा, यो आन्दोलनले शीर्ष नेताहरूको घैँटामा घाम लाग्न जरुरी छ। अझै नसुध्रिने हो भने उनीहरूको सिद्धिने निश्चित छ। अब सिद्धिँदा आफू मात्र सिद्धिने हो कि पार्टी नै सिद्ध्याएर जाने हो, त्यो चाहिँ पार्टीका अन्य नेताहरूकै हातमा छ। अब हाम्रो कुरा गरौँ। हाँसखेल गर्ने, रमाइलो गर्ने यो उमेरमा देश 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 भनेर टाउको दुखाएको धेरै भइसक्यो। आजकल त कपाल पनि झर्दैछ। हरेक पटक भिडियो बनाउँदा, जेको बारेमा पनि भिडियो बनाउँदा पात्र मात्र फरक छन्। भ्रष्टाचारको तरिका त्यही छ, कुशासन त्यही छ। व्यवस्थालाई नै दोष दिएर पनि हुन्न भन्छौँ, तर त्यही व्यवस्थाका यी हिमायतीहरू नै यस्ता भए पछाडि प्रश्न व्यवस्थामाथि नै उठाइने रहेछ। यसरी भिडियो बनाउँदा कतिले हामीमाथि नै प्रश्न उठाउँछन्। अघिल्लो यो भिडियोमा पनि हामीले राजाको क्यारेक्टरलाई मात्र एक्सप्लेन गरेका थियौँ, त्यसकै जगमा टेकेर गलत अर्थहरू पनि लाग्यो। टु बी अनेस्ट यो व्यवस्थाको यो नै सुन्दर पक्ष हो। गणतन्त्रभित्र हुने यस्तै प्रोटेस्टले, प्रदर्शनीले या समय समयमा हुने यस्ता बहसहरूले मात्र पनि यही व्यवस्थालाई अझ म्याचुर्ड बनाउँदै जाने हो। तर त्यसका निम्ति यो व्यवस्थाका हिमायतीहरूले सुध्रिन आवश्यक छ। उनीहरूले यो कुरा बुझ्न आवश्यक छ। होइन उल्टै रिभर्टल गर्दै जाने हो भने यो भिडले उनीहरूलाई पक्कै पनि बढार्नेछ, किनकि जनता जनार्दन हुन्। अब हाम्रो पुस्ताको कुरा गर्नुपर्दा यो पुस्ताले अघिल्लो पुस्ताले गरेको आन्दोलन देखेन। त्यसकारणले त्यो आन्दोलनसँग र व्यवस्थासँग नै यो पुस्ता एकदमै डिट्याच छ। उनीहरूलाई मतलब नै छैन। अझ मतलब त उनीहरूलाई कुनै व्यवस्थासँग पनि छैन, व्यक्तिसँग पनि छैन। हामी सबै बस नेपाल हाँसेको हेर्न चाहन्छौँ। सबैजना पार्टीको झोले भएर होइन, नेपाली भएर बाँचेको देख्न चाहन्छौँ। हस्त, थ्याङ्क यू फर वाचिङ।